यो ज्योतिघाट जुन चाहिँ ओखलढुङ्गा खोटाङ र यो उदयपुरको सङ्गम स्थल। हिजो परापूर्वकालमा अथवा यो झोलुङ्गे पुल नहुनुभन्दा अगाडि यहाँ चाहिँ काठको डुङ्गा मार्फत यहाँबाट चाहिँ यो नदी पार गर्ने चलन थियो। त्यही नदी पार गर्नेका आधारमा ज्योतिघाट भनेको, अथवा यहाँ चाहिँ यो सुनकोशी र दुधकोशी पनि मिसिएको ठाउँ हो। हामी यहाँबाट यसरी हेर्न सक्छौँ। यो अहिले हामी यो देखेको पुल यो चाहिँ सुनकोशी तरेर हामी यो पारी उदयपुरतर्फको भूभागतर्फ लाग्छौँ भने हामी यसरी हेर्दाखेरि यहीँनिर यो देखिएको पुल चाहिँ यो दुधकोशी तरेर, यो आइरहेको दुधकोशी तरेर हामी खोटाङतर्फको भूभागमा लाग्ने रहेछ। त्यसरी त्यो पारीको यो पहाड, यो ढुङ्गे पहाड चाहिँ यो खोटाङ जिल्लाको रहेको छ भने यसरी यो दुधकोशी भन्दा यतापट्टिको भाग यो ओखलढुङ्गाको भूभाग हो। यो ओखलढुङ्गा देखिएको यो चाहिँ ओखलढुङ्गाको भूभाग हो भने यतापट्टि हेर्दा यो बगिरहेको यो नदी, यो सुनकोशी नदी, त्यो चाहिँ यो उदयपुरको भूभाग, यसलाई चाहिँ हामी ज्योतिघाट भनिरहेका छौँ। यो आज यो चाहिँ गणतन्त्र दिवस 2083 को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम यो सुनकोशी दुधकोशी झोलुङ्गे पुल उद्घाटन समारोह पनि भनिएको छ। यहाँनिर हामी आइपुगेका छौँ। यो गणतन्त्र दिवस 2083 को अवसरमा यहाँ गणतन्त्र दिवसको शुभकामना आदान प्रदानतर्फ आइरहेका छौँ। म यो अहिले यो उदयपुरतर्फ जाने पुल, यो झोलुङ्गे पुल तर्न गइरहेको छु। त्यो पारी देखिने भूभाग अघि पनि मैले भने यो चाहिँ उदयपुरको भूभाग रहेको छ भने यसरी हेर्दा यो सुनकोशी नदी बगिरहेको छ, यता आइरहेको छ। त्यसै गरी यहाँबाट यो पुल क्रस गरेर हेर्दाखेरि अर्को पुल यो चाहिँ माथिबाट आइरहेको छ, यो दुधकोशी पुल, सरी दुधकोशी नदी, जहाँ चाहिँ एउटा झोलुङ्गे पुल रहेको छ यो खोटाङतर्फ जाने। यसै गरी यो दुवै नदी यसरी मिलेर यहाँबाट चाहिँ एउटा नदी भएर गइरहेको छ। अहिले चाहिँ दुधकोशी र सुनकोशी नदी मिलेर गइरहेको छ भने यसलाई चाहिँ यो ज्योतिघाट अथवा दुई नदीको मिलन भएको ठाउँ र भूगोलको हिसाबले तीनवटा जिल्लाको सङ्गमस्थल रहेको ठाउँ हो। यो चाहिँ एकदम ऐतिहासिक ठाउँ पनि रहेको छ। तीनवटा जिल्ला जुन उदयपुर, खोटाङ र ओखलढुङ्गा एकै ठाउँमा जम्का भेट हुने, जिल्लाहरूको जम्का भेट हुने ठाउँ पनि रहेको छ। त्यो ऐतिहासिक ठाउँ रहेको छ। तर यहाँ बस्ती भने एकदमै कम देखिएको छ। भिड पाखाले बनिएको यो ठाउँ जहाँ चाहिँ बस्ती बसाउन पनि निकै कठिन जस्तो लाग्छ। र नदी चाहिँ एकदम यो दुधकोशी नदी यहाँबाट आइरहेको छ भने एउटा अलिकति यतापट्टि यो चाहिँ यो यहाँनिर यो सुनकोशी नदी आइरहेको छ। यो दुईटै नदीको यो सङ्गमस्थल र तीनवटा जिल्लाको यो जोडिने ठाउँ अथवा सङ्गम स्थलको पुल योमा चाहिँ उदयपुरतर्फ जाने ठाउँमा म हिँडिरहेको छु। यो पुल झोलुङ्गे पुल क्रस गरिरहेको छु।